साली नदी भनेर बहुत सुनेको ठाउँ है। आज चाहिँ पहिलो पटक हामी आएका छौँ साली नदीमा। भर्खर चाहिँ हामी करिब 1 घण्टा सवा घण्टाको बसको यात्रापछि यहाँ आइपुगेका छौँ। एकदम भिडभाड रहेको छ यहाँनिर, भक्तजनहरूको घुइँचो लागेको छ। हामी पनि यही भिडभाड छिचोल्दै अघि बढ्ने क्रममै छौँ है। आज मौसम त्यति राम्रो त छैन, तर जे भए पनि बादल बुदल भने अलिअलि घाम लागेको छ। यहाँनिर चाहिँ मन्दिर जानको लागि, पूजा गर्नको लागि हैन, पूजा सामग्रीहरू पाइन्छ भने पूजा गरिसकेपछि फर्किँदाको लागि खानाको लागि पनि रेडी भएर राखेका छन् है। यहाँ चाहिँ मान्छेहरूलाई चाहिँ जे चाहियो त्यो पाइने रहेछ। पुरै मेला लागेको छ, बजार लागेको छ यहाँ। ल यहाँ रोटाको प्रचार गरिरहेका छन्। एकदम रमाइलो रहेछ है साली नदीमा। हजुर ल हाम्रो व्यापारीहरू ल होइन, हामी त घुम्न आएको। यो भिडभाडमा चाहिँ पूजा गर्न सकिँदैन, बाहिरबाट दर्शन गर्ने हिँड्ने हो। हामी त बिजी मान्छे। ल हेर्नु त, ल हेर्नु यहाँ सबैले कसैले सेलरोटीको, कसैले नानको प्रचार गर्दैछन्। ल नानको प्रचार गर्दै हुन्छ यहाँनिर। यस्तो रमाइलो रहेछ है यहाँ त। टाढा पनि टाढा नै रहेछ है काठमाडौँबाट चाहिँ। विभिन्न ठाउँहरू, गल्लीहरू छिचोल्दै यहाँसम्म आउन सकिँदैछ। ल हेर्नु त, अब हामी आयौँ मेन गेटमा आइपुगेका छौँ अहिले। अब यहाँबाट हामी चाहिँ भित्र पस्नेछौँ। पूजा गर्नको लागि त एकदमै भिडभाड होला भनेर हामीले सामग्री चाहिँ ल्याएको छैनौँ। बाहिरबाट चाहिँ हामी दर्शन गरेर फर्किनेछौँ। ल हेर्नु त, अगाडि पछाडि चारैतिर मान्छेहरूको भिड रहेको छ। साँखु शङ्करापुरमा चाहिँ साली नदी रहेको र भन्ने कुरा भर्खर थाहा भयो मलाई चाहिँ है। श्री माधव नारायण स्वस्तानी व्रत तथा साली नदी सुधार समिति भनेर गेटमा लेखिएको रहेछ। 2070 मा स्थापना भएको रहेछ भन्ने कुरा तपाईँहरूलाई म जानकारी गराएँ। बिहानै आउने मानिसहरू चाहिँ, भक्तजनहरू चाहिँ पूजा गरेर फर्किसक्नुभयो भने भर्खर आउने मान्छेहरू चाहिँ जाँदै हुनुहुन्छ। हामी पेलमा परिरहेका छौँ। श्री स्वस्तानी माताको मन्दिर रहेछ यतापट्टि है। ए लाइन नमिचौँ है, जाने छुट्टै आउने छुट्टै हुनुपर्छ है लाइन त। जय भन्दै बाबु, जय जय। बल्ल तल झर्न सफल भइयो। यतापट्टि मौनी रहेछ, यतापट्टि बत्ती बाल्ने ठाउँ रहेछ। व्यवस्थापन समिति हार्दिक अनुरोध गर्दछ। तपाईँहरूले आफ्नो सामान लिनुभएको छैन भने बाँधिन भरिसकेको छ। तपाईँहरूको आफ्नो प्रसाद लिइदिनु हुन मेला व्यवस्थापन समिति हार्दिक अनुरोध गर्दछ। ल साली नदीमा अब स्नान गर्ने बेला भयो। ल पुगा पानी। परिवारको दीर्घायु सुस्वास्थ्य समृद्धिको कामना गर्नुहुँदै माधव नारायण भगवानको चरण कमलमा अर्पण गर्नुभएको छ। सबैजना नुहाइरहेका छन् है। हामी चाहिँ नुहाउने हिसाबले आइएन है। हामी चाहिँ अब यहाँ चाहिँ ल जय जय। ल साली नदीमा पहिलो पटक स्नान गरियो है। रक्षा गर ल भगवान् परमेश्वर। ल हेर्नुहोस्, पवित्र धार्मिक तथा ऐतिहासिक क्षेत्र साली नदीमा यस्तो मजाले भिडभाड रहेको छ। तपाईँहरू पनि आउनुभएको छैन भने एकपटक आएर यहाँको मनोरम दृश्य हेर्न सक्नुहुनेछ। धार्मिक तथा ऐतिहासिक पवित्र स्थल साली नदीमा आई तपाईँले एकचोटि यहाँ चाहिँ है यहाँको चाहिँ अवलोकन गर्नुहोला, साथै धर्म कर्म पनि गर्नुहोला। म चाहिँ पहिलो पटक आएँ है यहाँ चाहिँ।
तपाईँहरू आउनुभएको छ कि छैन? आउनुभएको छैन भने एकपटक आएर यहाँ हेर्नु होला। एकदमै ऐतिहासिक, पवित्र, धार्मिक तथा मनोरम दृश्य देख्न पाइने यस ठाउँमा चाहिँ आएर मलाई एकदमै खुसी लाग्यो। ल हेर्नु त मान्छेको भिड, यो चिसोमा पनि चिसो नभनिकन यो चिसो पानीमा कति मजाले नुहाइरहेका छन् मानिसहरू। यो हो धार्मिक आस्था भनेको। जय 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 जय। सरस्वती माताको विद्यावाणी मुखमा सधैँ भइरहोस् है बाबु। नमस्ते गर्दै ल हामी चाहिँ आज यो साली नदीमा आएर यहाँको भ्रमण गरिवरी हामीले यहाँ पूजा अर्चना गरिवरी टिका लगाएर आजको हाम्रो यहाँको यात्रा यो हैन, यो एकदमै धार्मिक, पवित्र अनि ऐतिहासिक ठाउँ साली नदीमा आएर हामीले चाहिँ यहाँको चाहिँ हैन पुरै हामीले चाहिँ जे होस् यहाँको अवलोकन गरियो, पूजाआजा गरियो, भ्रमण गरियो। र हामी माधव नारायणले साथै स्वस्थ अनि माताले हामी सबैको रक्षा गरून्। हस् त नमस्ते, जय होस्।